हेलो एभ्रिवान, गुड मर्निङ। के छ? ह्याप्पी दसैँ एभ्रिवान। अनि ल, आज चाहिँ दसैँको टिकाको दिन होइन। यो भिडियो चाहिँ भोलि मात्र अपलोड हुन्छ होला मेरो। ओके, सो ल, आज चाहिँ बिदा छ मेरो। कस्तो घाम लाग्यो के, घाम लागेछ तर शीतल छ, त्यस्तो गर्मी छैन। टेम्परेचर जम्मा कति छ? 20 मात्रै छ है, त्यस्तो गर्मी छैन। अनि कस्तो हुँदैछ तपाईँहरूको दसैँ? ह्याप्पी दसैँ है। फेरि पनि सबैजना रमाइलो गर्नु होला। पिङसिङ खेल्न पाइएन, अब यता पिङ कसले हालिदिन्छ र हामीलाई होइन। अनि आज चाहिँ नेपालमा पानी पर्दैछ अरे क्या, 3 दिन लगातार पानी पर्छ भनेर देखाएको छ अरे होइन। अब यहाँ चाहिँ हिजो चाहिँ मस्तै पानी परेको, अस्ति बेलुकादेखि हिजो बेलुकासम्मै पानी परिरहेको थियो। आज चाहिँ एकदमै वेदर क्लियर भएको छ होइन। अनि न्यानो घाम लागिरहेको छ, त्यस्तो पोल्ने ओर्ने छैन ल। अनि आज चाहिँ मेरो बिदा पनि छ। अनि आज चाहिँ हल्का टमाटर छैन रहेछ क्या, टमाटर सकिरहेको रहेछ। अनि टमाटर लिनको लागि म चाहिँ सुपर मार्केट जाँदैछु। कति भयो नि त खाइमन नगरे। अनि टमाटरहरू सकिरहेको क्या, त्यही किन्न जाँदैछु। अब अलिअलि मिठो मसिनो जे छ त्यही बनाएर खान्छु म चाहिँ। अनि हेर्दै गर्नु होला है त मेरो भ्लग। अब यो यतिकै कुहिएरै झर्ने हो क्या, कसैले खाँदैन होइन। त्यो कुहिएरै झर्छ, खाँदैन। अनि यता चाहिँ होइन, हरेक घरमा हलुवा बेतको रुख चाहिँ हुँदो रहेछ क्या। त्यो खै के हो, सबैको घरमा हुने के। अनि बाटोको छेउतिर पनि हुँदो रहेछ हलुवा बेत, अलि अर्कै खालको ठुलो खालको हुँदो रहेछ। अनि तर जुनसुकै फलहरू पनि यहाँ बरु कुहिएर जान्छ होइन, तिनीहरूले त्यो टिपेर खाँदैन क्या, बरु किनेर खान्छ। के खालको सिस्टम हो क्या यो, मलाई अचम्म लागिरहेको छ यो त्यो कुरा चाहिँ। म चाहिँ पुगेँ होइन। अनि यहाँ चाहिँ 555 को चाहिँ सुन्तला होइन त, यो सुन्तला आएछ क्या। अब एउटा टमाटर लिनु पऱ्यो, कति 304 ऐनको अरे है यो चाहिँ। अब अरू अलि सानो सानो छ, अब के लिएर जान्छु। यो चाहिँ 213 ऐनको अरे, 5वटा रहेछ होइन। अब यो लिएर जानु पर्यो। अलिक ग्रिन कलरको लग्नु, यो कुन चाहिँ लगौँ? यही लाग्छ। अब अरू के लगाउने? मोमो बनाएर खानु मन लागिरहेको छ क्या, मैदा लगाउँ क्या हो। खासमा मलाई चाहिने टमाटर हो होइन, टमाटर र केरा लिएँ। अब एउटा अन्डा पनि लिनु पर्यो। अब आजको लागि मेरो यति नै हो होइन। अरू मासु सासु तरकारीहरू अरू छ। अब यति नै हो आजलाई मलाई चाहिने चाहिँ। म निस्केँ होइन। अब चाहिँ मेरो मुखमै घाम लाग्छ, यतापट्टि घाम पर्छ। छाता पनि ल्याए होइन। वाट सुड आई डु? खतरा घाम लाग्दैछ कि म चाहिँ फर्केँ होइन। अनि म बस्ने घर चाहिँ यही हो। म चाहिँ आएँ। अनि यहाँनिर चाहिँ 10 बजिसक्यो, कस्तो देखियो। अब म चाहिँ खाना बनाउँछु, हेर्दै गर्नु होला। खसी हलालबाट ल्याएको थिएँ क्या यो मासु खसीको। अब हेरौँ कस्तो छ टेस्ट। अनि के भन्छ, खाना चाहिँ यो बनाउँछ। अब चाहिँ म मासु बनाउनतिर जाँदैछु। के बोले? ल गाइजहरु, मैले चाहिँ खाएँ मासु भात
पङफाङ कस्तो त्यो खसीको बोसोवाला परेछ उकुल उकुल आयो क्या मलाई अनि तर मलाई आज निद्रा राम्रोसँग पुगेन किनभने म बेलुका 1 बजे सुतेको थिएँ टिकटक हेर्दा हेर्दा अब एउटा हेर्छु अब अर्को एउटा हेर्छु गर्दा 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 10 बजेदेखि 1 नै बजेछ क्या अनि बिहान कति बजे 6 बजे नै बिउजा थिएँ अनि यतापल्टि त उता निद्रै लागेको थिएन अनि 7 बजेतिर सुते निदाएछु अनि 7:30 बजे बिउजे त्यस पछाडि म सुत्न सकिनँ उठेँ घरमा कुरा गरेँ अनि पानी परिराखेर नेपालमा चाहिँ आज अब त्यही हो मैले खाना खाएँ अब ब्रस गर्छु अनि फेरि निद्रा सुत्दिन्छु सो गाइस मेरो दसैँ चाहिँ यस्तै भयो हैन अब म चाहिँ एक निद्रा खाना खाएर एक निद्रा सुतेर उठेर अनि यतिको रेडी भएँ मेरो दसैँ यस्तै भयो अनि म चाहिँ अब फोटो खिच्न जाँदैछु एउटा दुईटा फोटो खिच्छु टिकटक बनाउँछु यति नै हो बाई बाई सी इन द नेक्स्ट ब्लग